नमस्ते। आजको प्रश्न यस प्रकार रहेको छ। यहाँ प्रश्नले के भनिएको छ भने एप्रोप्रिएट डिस्टेंस टु बी मेन्टेन बिट्विन आई एन्ड ड्रपर वाइल इन्स्टलिङ आई ड्रप भनेको छ। यसले के भनेको छ कि आँखामा चाहिँ जुन आई ड्रप हाल्छौँ त्योमा चाहिँ आँखाको र आई ड्रपरको डिस्टेंस कति हुनुपर्छ भनेर यो भनिराखेको छ। हुन त हामीले चाहिँ धेरै सानै बच्चादेखिको प्र्याक्टिस गर्दै आइरहेको चाहिँ कुरा हो। यसमा चाहिँ तपाईको चाहिँ एन्सर चाहिँ के हुन्छ होला, यसो गर्नुस् त। अब यसरी चाहिँ आँखाको यहाँ फिगर पनि दिएको छ। अब आँखाको कुन ठाउँमा चाहिँ ड्रप राख्नु पर्छ, कति चाहिँ डिस्टेंस मेन्टेन गर्नुपर्छ, नर्मल कति डोज हुन्छ, यसको बारेहरुमा चाहिँ आज चाहिँ छलफल गरौँ त। यसरी चाहिँ हेर्ने हो भने जेनरली चाहिँ यसको चाहिँ डिस्टेंस भनेको कति हुन्छ त 1 to 2 cm हुन्छ। आँखा र ड्रपरको डिस्टेंस भनेको चाहिँ कहाँ हुन्छ, कति हुन्छ त सोध्यो भने 1 to 2 cm भन्नु होला, वा त हाफ इंच भन्नु होला। हाफ इंच चाहिँ मात्र चाहिँ यसको के हुन्छ डिस्टेंस भनेको छ। धेरै टाढाबाट गर्यो भने हैन यसमा हामीले चाहिँ के गर्न सकिन्छ, समस्या चाहिँ गराउन सकिन्छ। क्लियर छ? यस्तो बुझ्ने हो भने अब तपाईलाई सोधिन्छ सर आँखामा जुन चाहिँ ड्रप हाल्छौ त्यसलाई चाहिँ कुन कुराले इन्डिकेट गर्छ। यसो हेर्नुस् त, जुन हाम्रो ड्रप हुन्छ नि त ड्रपलाई हामीले चाहिँ इन्डिकेटेड बाइ GTT, योलाई चाहिँ GTT ले संकेत गरिन्छ। जब आँखाको अप्थाल्मिक हैन इयरको चाहिँ हैन यस्ता चाहिँ विशेषज्ञ डाक्टरहरूले GTT लेख्छ, तर हामी तपाईहरुले चाहिँ के लेख्दिन्छु त पराय हैन ड्रप भनेर लेख्दिन्छु, तर GTT चाहिँ लेख्नु पर्छ। ठीक छ? यसो चाहिँ हेर्ने हो भने तपाईले चाहिँ यो ड्रप चाहिँ कुन रुट अन्तर्गत पर्छ त इन्स्टिलेसन रुट अन्तर्गत पर्छ। जहाँ पनि हामीले जुन औषधिलाई थोपा थोपा गरेर राख्छौं नि त्यो सब चाहिँ के हो, इन्स्टिलेसन रुट हो। जसरी इयर ड्रप भयो, आई ड्रप भयो, यो सब इन्स्टिलेसन रुट अन्तर्गत पर्छ। अब तपाईले सोधिन्छ सर बेस्ट साइट, आँखामा ड्रप हाल्ने सबैभन्दा बेस्ट साइट कुन हो? यहाँ हेर्नुस् त, यो फिगर देखिराख्नु भएको छ। यो छ नि यो लोअर पार्ट हैन, यो लोअर पार्टमा चाहिँ के गर्नुपर्छ, ड्रप हाल्नुपर्छ। यसरी चाहिँ लोअर पार्टलाई हल्का चाहिँ लोअरमा चाहिँ के गर्नुपर्छ, प्रेस गरेर भी शेप बनाएर के गर्नुपर्छ त हामीले ड्रप चाहिँ हाल्नुपर्छ, जसलाई हामी के भन्छौँ लोअर आई के हुन्छ साइड। ठीक छ? लोअरमा चाहिँ हैन लोअर आई पकेट बनेर आउँछ, यस्तो पकेटमा राख्नुपर्छ। यस्तो चाहिँ डोज कति हुन्छ? हुन त जेनरली भनेको त्यसको क्षमता भनेको कति हुन्छ 0.5 ml। त्यही भएर सामान्यतया डोज भनेको चाहिँ के गर्नुपर्छ 1 ड्रप, बट एज फिजिशियन गर्छौ हैन, फिजिशियन अप्थाल्मिक हैन वा डाक्टरले जे सजेस्ट गरेको छ त्यो चाहिँ राख्नु होला। तर जेनरली 1 ड्रप हैन हरेक चाहिँ घण्टा चाहिँ राख्नु पर्ने चाहिँ रिकमेन्डेड चाहिँ गरिएको हुन्छ। यसो तपाईले चाहिँ सोधिन्छ भने यसो जुन ड्रप ओपनिङ भइसके पछाडी, ठीक छ, यो ड्रप ओपनिङ भइसके पछाडी यसलाई बडीमा तपाई कहिलेसम्म युज गर्न सक्नुहुन्छ त 1 मन्थ। 1 मन्थसम्म मात्रै चाहिँ युज गर्नु होला, चाहे त्यसको डेट भए पनि डिस्कार्ड गरिदिनु पर्छ। हाम्रो समाजको बानी हुन्छ यसो ठुलो छोरालाई समस्या भएको छ भने निको हुन्छ अनि त्यसलाई साचेर राख्छ, फेरि कहिले सानो नानी बाबुहरूको हुन्छ अनि फेरि राखौँला, दैट इज हैन ब्याड प्र्याक्टिस। त्यो चाहिँ हुनु भएन। क्लियर छ? 1 महिना चाहिँ युज गर्न सक्नुहुन्छ। जेनरली 1 थोपा राखिन्छ है, 20 से पारेर राखिन्छ हैन। अर्को भनेको चाहिँ लोअर है आई पकेटमा राखिन्छ, इन्स्टिलेसन रुट यसको चाहिँ हैन एक्जाम्पलमा पर्छ र यसलाई चाहिँ GTT ले चाहिँ संकेत गरिन्छ। डिस्टेंस 1 to 2 सेन्टिमिटर वा हाफ इंचको सम्मको डिस्टेंस गरेर चाहिँ राख्न सकिन्छ। यसो कहिलेकाहीँ डिस्टेंस तिरको क्वेशनहरु सोधियो भने धेरै क्वेशनहरु सोधिन्छ। कहिलेकाहीँ टोयलेट र खाने पानीको डिस्टेंस कति हुनुपर्छ हैन,
कहिलेकाहीँ तपाईँलाई सोधिन्छ हैन, फोटोथेरापी र बच्चाको डिस्टेन्स कति हुनुपर्छ, कहिले आई ड्रप र आँखाको डिस्टेन्स कति हुनुपर्छ। यस्तो डिस्टेन्सको बारेमा तपाईँले चाहिँ आज चाहिँ सम्झिहाल्नुहोस् त। डिस्टेन्ससँगको सोधियो भने आई एन्ड ड्रप डिस्टेन्स कति हुन्छ 1 to 2 सेन्टिमिटर। कहिलेकाहीँ टोयलेट र हैन खाने पानीको डिस्टेन्स कति हुनुपर्छ त 50 फिट वा 15 मिटर हुनुपर्छ। कहिलेकाहीँ बच्चाको चाइल्डको र फोटोथेरापीको डिस्टेन्स कति हुनुपर्छ त 45 सेन्टिमिटर वा 18 इन्च। कहिलेकाहीँ तपाईको चाहिँ ब्लड ब्याग एन्ड पेसेन्टको डिस्टेन्स कति हुनुपर्छ सोधियो भने कति भन्नु होला 45 सेन्टिमिटर वा 18 इन्च भनेर भन्नु होला। कहिलेकाहीँ आईभी सेट र पेसेन्टको डिस्टेन्स सोधियो भने कति भन्नु होला सेम 45 सेन्टिमिटर वा 18 इन्च भनेर भन्नु होला। क्लियर छ? तपाईले चाहिँ यस्तो चाहिँ डिस्टेन्सतिरको कुरा पराए चाहिँ यति कुरा सोधिराख्छ, यहाँहरूले चाहिँ यो कुरालाई मनन गर्नु होला। क्लियर छ? यो प्रश्नलाई चाहिँ तपाईहरूले हेर्नु होला। यदि यो भिडियो तपाईले चाहिँ इफेक्टिभ लागेको छ भने साथीभाइलाई सेयर गरेर सहयोग हस्त।